राष्ट्र बैंकलाई पनि आक्रमण गर्छ है, तपाईहरु केयरफुल हुनुहोस् भनेर भनिरहेको थिए। लक्कीली चाहिँ हाम्रो के छ भने थापाथली बल्लाटारमा त्यत्रो घरहरू ध्वस्त हुँदाखेरि पनि राष्ट्र बैंक चाहिँ केही भएन। एक ठाउँमा चाहिँ अलि सिरियस लुटपाट भएको छ, त्यो चाहिँ संसद भवन भित्र भएको राष्ट्रिय वाणिज्य बैंकको अफिस 5 करोड रुपैयाँको क्यास 18 किलो जति सुन चाहिँ लुटिएछ। मलाई डर चाहिँ एकदमै थियो कि एटीएममा पैसा पनि नहुने, डिजिटल पेमेन्ट नै नहुने र स्पेशली भोलिपल्ट धेरै कैदी बन्दीहरू निस्किया भएर लुटपाट हुने, त्यसमा चाहिँ मान्छेहरूले अन्न किन्न नि पैसा नहुने अवस्थामा त बिजोग हुन्थ्यो। तपाईले धेरै ऋण छ भनेर हल्ला सुन्नु भएको छ नि, त्यो सब ननसेन्स हो। त्यो त सबै सरकारले तुरुन्तै तिर्न सक्छ। 10 अरब डलर हाम्रो विदेशी मुद्राको ऋण हो। सरकार आफैसँग 21 अरब डलर विदेशी मुद्राको चाहिँ रोल हेर्ने हो भने हैन, शेयर मार्केट बन्द गर्ने कुरामा पक्षधर पनि होइन। शेयर मार्केट भनेको सधैँ चलन दिइराख्नु पर्छ। इभन आन्दोलनभन्दा अगाडि पनि ब्ल्याक लिस्टमा 1,32,000 मान्छे राखेको छ। अर्को समस्या के छ भने जेमा नि परमिट बनाएको छ, जेमा नि रेगुलेसनले उ गरिरहेको छ, मान्छेलाई साह्रै दुःख नि दिनु हुँदैन, अलिक खुकुलो बनाइदिउँ, मान्छेले बिजनेस गर्न सजिलो बनाइदिउँ, अर्काले गरिखाएको हेर्ने बानी पनि लगाउनु पर्छ कि हाम्रो देशमा चाहिँ यस्तो घटनाहरू धेरै घटिरह भएर मान्छेहरूले सकेसम्म चित्त नदुखाउन्, व्यवसायहरू सबैले हाई स्पिरिटमा काम गरून्, युवाहरूले पनि यसलाई चाहिँ लेसनको रूपमा लिएर अब यस्तो फेरि हुन दिन्नौ। मेरो पहिला के सोचाइ थियो भने जस्तो नेपाललाई हामीले यति सेफ बनाऊँ कि चाइनिजहरू, अफगानीहरू, इन्डियनहरू सबैले जेसुकै होस् जस्तोसुकै अवस्थामा पनि मेरो सम्पत्ति नेपालमा छ भने म सेफ छु भन्ने फिलिङ लाग्छ। मेरो पहिला के सोचाइ थियो भने जस्तो नेपाललाई हामीले यति सेफ बनाऊँ कि चाइनिजहरू, अफगानीहरू, इन्डियनहरू सबैले जेसुकै होस् जस्तोसुकै अवस्थामा पनि मेरो सम्पत्ति नेपालमा छ भने म सेफ छु भन्ने फिलिङ राखौँ। जस्तो कतिपय हाम्रो लाउरे दाजुभाइहरूले जग्गा बेचेर भए पनि बेलायत जाउँ भनेर हिँड्नु भयो होइन। हुनुपर्ने ठ्याक्कै उल्टो थियो। हामीहरूले यहाँ बरु रियल इस्टेटमा विदेशीहरूलाई चाहिँ घरहरू किन्न दिएर भए पनि यहाँ आऊ भनेर भन्नुपर्ने, यति सुन्दर देश छ, हामीले त्यो गरेकै छैन। अरूले यहाँ हाम्रो देशमा पैसा ल्याएर खनाओस् भनेर हामीले लाग्नु त कहाँ छ कहाँ, यहाँ भएको मान्छे पनि पैसा लिएर जाओस् भन्नेमा गयौँ भने त कसरी देश अगाडि बढ्छ।